भेटाउने म बोकिदिन्छु ताजा ताजा सुन्तला 2 दिन पुरानो कति पापी छ उसको एक झोला छ खानेकुरा र पनि हामीलाई यति पनि खान दिँदैन अझ बोकी पनि दिइरहेछ उसले तर पनि दिएको छैन कमिसनको बदौरमा म त 2टा लिन्छु बोकेर आएको हेर्नुस् हाम्रो चप्पल के अरू केही क्लियरली नदेखे पनि भ्यू नदेखे पनि हाम्रो चप्पल एकदम क्लियरली देखिरहेको छ कस्तो राम्रो राम्रो छ सबैले अब यत्रो पस्मिना नि काश्मिरी च्याङ्राको उल्लाई काश्मिरी पछाडि काश्मिरी के छुनु हुन्छ नि अब सौलभ जोशीलाई यहाँ टक्कर दिनुपर्ने ओ लाइटमा तिमीहरूको अनुहार देखाउँछौ भने आऊ यहाँ आऊ तिम्रो अनुहार देखाउन ओरालो भ्लग पार्टी गर्छन् सबै यहाँ है यहाँ खोइ अनुहारै देख्दिन् लु यो भन्दा धेरै चाहिँ देखिँदैनौ तिमीहरू अनुहारमा तिमीहरूको फ्ल्यास लगाऊ अनि मात्र देखिन्छौ मेरो फोनबाट भ्लग बन्दैछ हामी जहाँबाट निस्केको थियौँ गौतम फुटेछ ल्या सरी अब टेम्पर ग्लास फेर्नु 50 रुपियाँ चाहिँ उठाउने बेला भयो 10,000 चाहिँ होइन हामी अघिकै ठाउँ आइपुग्यौँ फर्केर के अरे बुद्ध पार्क आइपुग्यौँ अहिले अब यहाँबाट फेरि हिँडेर जानुपर्छ रुमसम्म हेलो वेलकम टु आवर another day 3 of our के भन्नु टुर तर आजको हामीले केही पनि बनाउन पाएन किनकि गाडी बिग्रियो के भयो अनि हामी अर्को गाडीमा आउनु पर्यो अनि रङ्गशालामा भिडियो खिच्ने मौका के अरे भिडियो खिच्ने पर्मिसन पनि थिएन त्यही भएर हामीले केही पनि बनाएनौँ अनि अहिले अर्को गाडी गइसक्यो पोखरा हामी हाम्रो गाडी भेट्नको लागि जाँदैछौँ हाइवेसम्म हिँडेर पछाडि सरहरू आउँदै हुनुहुन्छ अगाडि 2जना साथीहरू छ अब हाइवेमा गएर गाडी चढेर हामी आजको रात चाहिँ पोखरामा बास बस्नेछौँ र भोलि चाहिँ मनोकामना घुम्नेछौँ आजको पनि खासै केही पनि इन्ट्रेस्टिङ त्यस्तो केही पनि थिएन भोलि चाहिँ घुम्छौँ होला अनि त्यसपछि चाहिँ हामी तपाईँहरूसँग भेटघाट गर्नेछौँ ओके टाटा बाई बाई अहिलेको लागि यता चाहिँ तोरीबारी धेरै रहेछ है सायद यहीँबाट तेल चाहिँ पेलिन्छ होला यही तोरीबाट परैसम्म छ त्यो तोरी मात्रै तोरी खेती हिमाल पनि देखिरहेछ पर वाह 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 तोरीबारी विथ हिमाल नितुले मलाई के अरे सामान बोकाउने अरे अनि मलाई भेट्यो भने म उसलाई उसको सामान बोकिदिन्छु भनेको त ओरेन्ज कलरको ब्याग बोकिदिन्छु भनेको मलाई भेटाएको छैन नितुलु मलाई भेटा नि म बोकिदिन्छु इतनी आसानी से कैसे बोकूंगी मैं हामी अहिले चितवनमा छौँ चितवनको भरतपुर त्यही त देऊ न तिम्रो सामान बोकिदिनु पर्छ मेरो हात गल्नु थाल्यो अब एकचोटि हामी बेलुका मात्रै भेट्नु होला आज पनि मैले खासै केही भिडियो बनाउन पाइनँ अब भोलि चाहिँ घुमेको बेला अलिक बनाउन पाइन्छ होला त्यस्तै हो नितुले मलाई भेटेको होइन है यो अनि म नै पछाडि आएको उसले मलाई भेटेको होइन अब हामी सुन्तला खाने तिमी आफ्नो फाइदाको लागि पर्खेको यहाँ अनि सुन्तला खानु परेन अब हेर है अब धेरै भयो त्यो यो एउटा सुन्तलाको लागि म पछाडि फर्किएको हो उसलाई आफै गाह्रो भएको तिमी बोक न के यत्रो मान्छे भएर हट्टाकट्टा भरिन खाएको हाम्रो हट्टाकट्टा मान्छे धेरै हट्टाकट्टा सुन्तला खाइँदैछ अब ताजा सुन्तला 2 दिन पुरानो ताजा सुन्तला 2 दिन पुरानो के टिप्ने बित्तिकै ल्याएर बेचेको छ अनि पुरै हरियो पात हरियै त हुन्छ अनि सुकिहाल्छ नि 2-4 दिन भएपछि ओ यो खादिनँ म के हो भएको यो कसले बोक्यो अरू के छ त्यहाँ स्याउ छ अब म सबै खान्छु
खबै खाने होइन त मेरो खानेकुरा हो तिम्रो यस्तो कति पापी छ मेरो साथीहरू केही खान पनि दिँदैन केही खान दिँदैन कस्तो छ होइन चाउमिन पनि खाने त पनि खाने अनि के त नि म कति पापी छ उसको एक झोला छ खानेकुरा र पनि हामीलाई यति पनि खान दिँदैन अझ बोकी पनि दिइरहेछ उसले तर पनि दिएको छैन कमिसनको बदौरमा म त दुईटा लिन्छु बोकेर आएको दुईटा हुनु पर्यो नि त्यहाँ हेर्नु यहाँ गोल्डन रिट्रिभर रहेछ एउटा हेलो पप्पी के खाँदैछस् डग फुड यसले डग फुड खाँदैछ है खाँदै खाँदै जानुपर्ने छ हेर्नु लु काँक्रा खेती भइरहेछ यहाँ काँक्रा पोकाको पोका यसरी यो पछाडिको पुरै काँक्रा होला ओ माइ गॉड यता काँक्राको खेती यता छ तोरी खेती पर हिमाल पनि देखिँदैछ यो हो नि त काँक्रा कसरी सोध्दैछ कसरी अरे चितवनको काँक्रा यहाँको लोकल काँक्रा 50 रुपियाँ किलो अरे है तपाईँहरूलाई किन्न मन छ भने सम्पर्क गर्नु होला चितवनमा आएर यहाँनिर हाम्रो कुकुरले पछाउँथ्यो पछ्याउँदै थियो फेरि रुक्यो आऊ 3 गर्ल्स हियर पछाडि अझै छन् केटीहरू यहाँ माथि एउटा के हुन्छ नि फलफुल राख्ने यस्तो डबका जस्तो त्यो ल्याएर बेच्दा हुन्छ तिमीले हो के हेलो पुरा ब्ल्याक एन्ड व्हाइटमा छ मेरो अब यस्तै छ क्या क्वालिटी नै अहिले चाहिँ हामी यो कुन तालो मलाई थाहै छैन फेवा त फेवा होइन यो फेवा होइन हौ बेगनास होला यो कि रुपा हो के हो थाहा छैन मलाई बेगनास होला अथवा बाफेवा नै कुद्री हो तालिए अनि हामी अहिले चार्जर बिग्रेको हो त रुमबाट बाहिर निस्क्यौँ अनि यो फोन मेरो हो रेखाको फोन चाहिँ अब खत्तम टाटा बाई बाई भनिसक्यो उसको चार्जर बिग्रिसक्यो चार्जै भइरहेको छैन त्यो भएर अब आखिरमा मेरै फोनबाट गर्नु पऱ्यो मैले भिडियो सो अहिले रातको कति बजिरहेछ भने अहिले रातको 11:37 भयो 11:37 भयो भन्नाले 12 बज्न आँट्यो तर अझै पनि मान्छेको चहल पहल अझै छ क्या यहाँ हाम्रो क्लासको केटा बोइजहरू ओ तिनीहरूलाई त सो यता तालहरू कमै छ मान्छेहरू पनि छ अरे यिनीहरू त हाम्रो क्लासको त कता छिटो रोको कता रोकाइ हाम्रो क्लासकोहरू पनि यता भुलमिल हुँदैछन् कताबाट भेट्यौँ यो ताल हो है यताको यो त्यो रातमा त केही पनि देख्दैन तर बट टल्किरहेको छ त्यो ताल हो यो चाहिँ आफ्नो साथीहरूसँग त्यस्तै हो कि अरूको अगाडि भेट्छ त यार दामी हो यार 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 हामीले आज अहिले भर्खरै एउटा खतरा कुरा गरेको छौँ खुट्टामा हाम्रो हेर न देखाउनु चप्पलै हाम्रो म चाहिँ आज पेन्गुइनै बनेर हिँडेको छु तर जाडो मैं भी पेंगुइन बनूं क्या मेरा भी होता है पेंगुइन ही होता है जाडो एकदम बना के छ दिखाओ तुमको पनि यहाँनिर अलि स्मोक धेरै स्मेल आइरहेको छ स्मोकको मतलब सिगरेटको भनौँ न all people are smoking ऊ here त्यहाँबाट मैले फेरिस व्हिल देखेँ रोटेपिङ छ रोटेपिङ गाइज अब अहिले त बन्द भइसक्यो तर बन्द नभए पनि म चढ्ने नै होइन हाम्रो आदि साथीहरू पछाडि नै खोइ के गर्दैछन् हो आधी अगाडि पनि कछुवाको चालमा हिँड्दैछन् खैले तिमीहरूको अनुहार देखाउ नि नितुले पनि अनुहार देखाऊ यो के हो मास्क लगाएर के हो तिमी मास्क लगाएर हो के हो that's black and white म त यो यिनीहरू पछाडि हाम्रो पछाडि पछाडिको भ्यू अहिले त्यो 12 अथवा 2 हो है गीत बज्दैछ के अरे के गीत अरे अजिब दास्ता आयो भने गीत बज्दैछ यहाँ पछाडि चाहिँ स्टल्सहरू कमै छ यति बेलुका पनि है यहाँ यति एक्टिभ छ कि सबै कुराहरू यति चल्छ यहाँनिर मान्छे मेन भनेको बेलुकैतिर घुम्न आउँछ जस्तो छ
बेलुकाको दृश्य अब क्वालिटी भनेको यस्तै त्यस्तै हो होइन पिपल मुभमेन्टको कुरा गर्नुहोस् भन न तिमी अब आँखाले देखेको जस्तो देख्दैन अब यता ताल छ ताल पनि कालै मात्र देखिरहेको छ अब के हेर्नु होइन यति बेलुका हेर्नुहोस् हाम्रो चप्पल के अरू केही क्लियरली नदेखे पनि भ्यू नदेखे पनि हाम्रो चप्पल एकदम क्लियरली देखिरहेको छ ट्याटु रहेछ यहाँ ट्याटु बनाउने भए आउनु होला यहाँनिर कुकुर पनि छ यहाँनिर कुकुर पनि छ यहाँनिर अब हामी ब्रिज पार गर्छौँ पुल हामी हेलो यहाँनिर लाइभ चल्दैछ लाइभ अब हामी फर्किँदैछौँ होटलतिर सोध्ने हेर न हेर कस्तो राम्रो छ कलर कलर कस्तो राम्रो चिसो भयो नरम रहेछ है हाउ इज द प्राइस कस्तो राम्रो छ सबैले अब यत्रो पस्मिना नै काश्मिरीहरूको उलको नाम हो पस्मिना ब्रान्ड नेम च्याङ्राको उललाई काश्मिरी पछौँ काश्मिरी किच्छु होचौँ काश्मीर दे आर सो एक्सपेन्सिभ 12,000 13,000 आमा छुँदै मैला लाग्ला जस्तो त्यहाँबाट 20,000 कतिको पनि छ यो कस्तो राम्रो लाग्यो मलाई त अनि यसको चाहिँ 2000 किन्न मन लाग्यो भने यहाँ आएर किन्न पाइयो छातै त पनि कोका कोलाको वाला अघि हामी छिरेकै ठाउँबाट निस्किँदैछौँ अब निस्किँदैन है निस्केकै ठाउँबाट छिर्दैछौँ अब पानी पऱ्यो भने यहाँ आएर ओत लाग्ने चाहिँ हाम्रो होटल हो भनेर म भन्दिनँ हाम्रो साइडवाला होटल हो यो हाम्रो होटल चाहिँ जुन अलिक कम लाइट देखिरहेछ यो हाम्रो पडोसीवाला होटल हो 3 जना मात्रै छौँ हामी यहाँनिर अहिले अरू सबैजना पछाडि नै छन् के गर्दैछन् कुन्नी हामी चाहिँ अब रुमतिर लागेको डङरङ्ग गरेर सुत्ने हो सो हामी चाहिँ हाम्रो रुम आइसक्यौँ बाला हामी चाहिँ हाम्रो रुम आइपुग्यौँ है यो हाम्रो रुम हो आया पेङ्गुइनै बनेर निस्केको थिएँ म त यो टोपी खोलो भने पनि मेरो त भुतै बस जस्तो बनेको होला ठिकै रहेछ म भ्लगर बन्दैछु क्या अब यहाँ खतरा भ्लगर हो कि अब हेरिराख न अरे है ल्या यो दराज पनि दिएको छ हामीलाई यसमा के राख्ने छ भने हामीले यता वासरुम छ यो लाइट भयो यो अझ यो मात्र लाइट एउटा बन्द गरिदिनु अलिक कोजी देखिन्छ यसले चाहिँ त्यो मेरो बेलामा त्यहाँ सिकाउँछु छु यहाँ हाम्रो वासरुम पनि छ हाम्रो वासरुम वासरुम पनि देखाइदिइहालौँ न होइन दिस इज आवर वासरुम अनि यो हाम्रो ऐना वासरुममा रेखा जाँदैछ अब के गर्नु जाँदैछु रेखा अब म पुगुक्कै हलेर यहाँ सुत्छु है